हेलो गुड मर्निङ होइन अहिले 17 हुँदैछ म चाहिँ अब लाभाबाट यो मेरो ठाउँ गाउँ यहाँबाट चाहिँ म लाग्दैछु सिलगढी त माथि देख्नु हुने गरेको रसिला डाँडाहरू अन्त ओह्रालो म जानुपर्ने चाहिँ यता जाडो छ लाभा चाहिँ जाडोको लागि सेफ्टी फर सेफ्टी अनि साथी भन्ने यही छँदैछ अनि के सुन्दै सुन्दै जाने हो कालेम्पोङ देख्न हुँदै गरेको त्यो चाहिँ लाभा लाभा ब्युटिफुल प्लेस ब्युटिफुल पिपल चिसोले सिगान निक्लिँदैछ फर्स्ट डेस्टिनेसन पर्नेछ फाफाखेती 20 किलोमिटर त्यहाँदेखि गुरुबथान 38 त्यहाँदेखि डालिम 34 देन डामडिम 49 आउनुहोस् वुहु म चाहिँ लागेँ सिलगढी चिसो चाहिँ लास्ट चाहिँ अलिअलि घाम भन्दा चाहिँ सेकिँदैछ नत्र चाहिँ लास्ट जाडो लाग्यो एक्साइटेड होइन आउँदा चाहिँ ब्रेक गर्नुपर्छ जतिकै स्पिड भयो भने कन्फिडेन्ट हो यता चाहिँ गाउँघरमा बिहान बिहान चाहिँ यसो काम गर्छ सागहरू लिएर होइन फाइनली म गुरुबथान आइपुगेँ यस्तो छ गुरुबथान अनि घरमा फोन गर्न नपाएर नेटवर्क त्यसो भएर चाहिँ अब एयरटेल दोकान जान्छु दोकान गएर चाहिँ हल्का चेक गरेर चाहिँ फेरि त्यहाँदेखि लाग्छु यता सिमको म्याटर पनि सक्यो सिम ल्याप्स भएर चाहिँ नयाँ सिम निकालेर फेरि अब लागेँ म त दमा दौड जाने निन्जा टेक्निक्स इन्जिनियर हाँ लाभा से लाभा से हाँ कितना दूर है हजुर फाइनली सिलगढीको चालु आइपुग्यो अराउन्ड 1:48 हुँदैछ घुम्दै घुम्दै आयो भने चाहिँ छिटो पुग्दो रहेछ होइन